नमस्कार, मेरो नाम नवराज विश्वकर्मा। आजको कथा वा सत्य घटना भनौँ, यो मलाई मेरो हजुरबुवाले धेरै पहिले सुनाउनु भएको थियो। रामेछाप जिल्लामा एउटा सानो गाउँ थियो। धेरै वर्ष पहिले त्यो गाउँलाई साँगु भनेर चिनिन्थ्यो। साँगु एकदम सुन्दर गाउँ थियो। हरियाली वनजङ्गल र हरियो खेतहरूले गाउँलाई एकदम सुन्दर बनाएको थियो। त्यो गाउँकै मुटुमा पाण्डे परिवारको घर थियो, जुन सुनसान र एकदम डरलाग्दो थियो। रातको समयमा त्यो घरमा अनौठो आवाजहरू आउने गर्थ्यो। त्यो घर खाली हुनुको मुख्य कारण एउटै थियो, भीमबहादुर पाण्डे। भीमबहादुर पाण्डे पाण्डे परिवारको घरमुली थिए। उसका 2 छोरा 2 बुहारी र 1 नाति र 1 नातिनी थिए। भीमबहादुर पाण्डेलाई गाउँमा सबैले झाँक्री भनेर बोलाउने गर्थे। उनी अचम्मको विधिहरू प्रयोग गर्ने गर्थे। उसलाई जडीबुटी, मन्त्र र तान्त्रिक विधाहरूको भरपूर ज्ञान थियो। तर उसको 2 छोराहरूलाई भने तान्त्रिक विधामा एक रत्ती पनि विश्वास थिएन। आफ्नै छोराहरूले देखाएको बाटो नअपनाएपछि भीमबहादुरलाई ठुलो असन्तुष्टि थियो। पाण्डे परिवारको घर जग्गा जायजेथा सबै भीमबहादुरको नाममा थियो। बिस्तारै भीमबहादुरको असन्तुष्टि घृणामा परिवर्तन हुँदै गयो। छोरा बुहारीहरूसँगको सम्बन्ध बिस्तारै चिसो हुँदै गयो। एक समय त उनीहरूले बनाएको खाना पनि खाँदैन थियो। समय बित्दै जाँदा भीमबहादुरलाई दमको रोगले च्याप्न थाल्यो। उसको रोग बढ्दै गएपछि अन्तिम समय पनि आयो। अन्तिम समयमा उसले छोरा बुहारी, नाति नातिनी सबैलाई बोलाए। सास छाड्ने बेलामा उसले भन्यो, मलाई मानेनौ तिमीहरूले, अब मेरो श्राप तिमीहरूको पुस्ता पुस्तामा लाग्नेछ। मेरो मन्त्र उपेक्षा गरेपछि यो घर कहिले शान्त हुँदैन। यति भनेपछि उसले संसार छाड्यो। मर्दा मर्दै पनि उसले आफ्नो जहानलाई श्राप दिएर गए। उसको परिवार र गाउँलेहरूले मृत्युको मुखमा पुग्दा जे पाए त्यही बोले होला भनेर वास्ता गरेनन्। नभन्दै त्यो रात एकदम ठुलो पानी पर्यो। भीमबहादुरको मृत्यु भएको केही समयपछि एक दिन अचानक बिहानको समय कान्छी बुहारी रुँदै आँगनमा थ्याच्च बसिन्। सबैजना के भयो भन्दै आत्तिँदै आए। कान्छी बुहारीले रातभर ओछ्यानमा कोल्टे परेर उसको ससुरा बुवाले उसलाई नै हेरिरहनु भएको थियो भनेर भनिन्। त्यो कुरा सुनेर सबैजना छक्क परे। त्यो दिनदेखि त्यो घरमा अनौठो घटनाहरू घट्न थाले। केही समयपछि अचानक कान्छो भाइको छोरा घरबाट हरायो। आँगनमा खेल्दै गरेको सानो बालक ठाउँको ठाउँ गायब भयो। त्यसपछि दाजुभाइ मिलेर सारा गाउँ खोज तलास गरे, तर कहीँ कतै भेट्टाएन। गाउँका 1-2 जनाले ती साना बाबुलाई कुनै कालो छायाले जङ्गलतिर लग्दै गरेको देखेका कुरा गरे। जङ्गल पुरै खोज्दा पनि ती बालक कतै भेटिएन। नभन्दै त्यसको केही समयपछि पाण्डे परिवारको वस्तुभाउ सबै एकैसाथ मरे। गाई भैँसी रगतै रगतले लतपतिएका थिए। गोठ नजिकै खरानी जस्तै कालो धुलो थुप्रिएको थियो। लगातार घटेका अप्राकृतिक घटनाहरू देखेर गाउँलेहरू पाण्डे परिवारको घर नजिक जान पनि छाडेका थिए। बुढाबुढीहरू भन्थे, झाँक्रीले आफ्नो आत्मा मन्त्रद्वारा बाँधेर राखेका छन्। उनको रिस शान्त पार्न सकेन भने त्यो श्राप कहिले सकिँदैन। एकपछि अर्को खड्को लागेको देखेर पाण्डे दाजुभाइलाई पनि शङ्का लाग्न थालेको थियो। त्यसपछि उनीहरूले अर्को गाउँबाट लामा पुजारीलाई बोलाए। बोलाएकै दिन लामाले रातभर मन्त्र पढ्यो।
झ्याल ढोका सबैतिर तिलक लगायो। मन्त्र पढ्दा पढ्दै बिहान भएको थियो। बिहान सबै पूजाको काम सकेर लामा चुपचाप केही नबोली घर बाहिर निस्कियो। त्यसपछि फर्कने बेला उसले भन्यो, यो घर शुद्ध पार्न सम्भव छैन। भीमबहादुरले मृत्युपछि पनि आत्मालाई बाँध्ने तान्त्रिक शक्ति प्रयोग गरेको छ। त्यो आत्मा केवल क्रोधमा बाँचिरहेको छ। परिवारका सबै सदस्यहरू अब यो ठाउँ छाड, होइन भने तिमीहरू पनि चिहानमै पुग्नेछौ। लामाले त्यस्तो भनेपछि पाण्डे परिवार ढिला नगरी सबै कुरा छाडेर सहरतिर लागे। त्यो घर धेरै पछिसम्म गाउँमा थियो। बेलुकी हाँसेको आवाज आउँथ्यो। कतिले झ्यालमा चिहाएर हेर्दा भीमबहादुर जस्तै आकृति देखेको कुरा पनि गर्थे। गाउँका बालबालिकाहरू घर नजिक जान डराउँथे। बुढापाकाहरूले भन्ने गर्थे, श्राप लागेपछि त मन्त्र पनि खेर जान्छ। नमस्कार, मेरो नाम विकास राई हो। म अहिले रोजगारको सिलसिलामा मलेसियामा छु। मलेसिया आएको करिब 10 वर्ष जति भइसक्यो। मेरो मूल घर भोजपुर हो। मेरो बाल्यकाल भोजपुरमै बित्यो। एसएलसी दिएसम्म म भोजपुरमै थिएँ। त्यसपछि काठमाडौँ आएँ। काठमाडौँमा आउँदा पनि कामको कुनै टुङ्गो नभएपछि मैले वैदेशिक बाटो अपनाएँ। विदेशमा हुँदा गाउँघरको धेरै याद आउँछ। कहिलेकाहीँ त बाल्यकालको दिनहरू सम्झन्छु अनि मात्र निन्द्रा लाग्छ। सम्झँदै गर्दा गाउँमा घटेको अनौठो घटनाहरू पनि आँखामा जलजली आउँछ। त्यो घटनाहरू म जिन्दगीभर भुल्न सक्दिनँ। गाउँमा हुँदाखेरिको समय हो। म करिब 14 वर्षको थिएँ। भर्खरै किशोर अवस्थामा प्रवेश गर्दै थिएँ। त्यो समय मलाई संसार जित्छु जस्तो लाग्थ्यो। म ठुल्ठुला रुखबाट फाल हान्ने, बाडी भलमा पौडी खेल्ने गर्थेँ। धेरै पटक आमाले गाली पनि गर्नुहुन्थ्यो, तर म अटेर गर्थेँ। त्यतिखेर मेरो दैनिकी बिहान घाँस दाउरा काट्ने, दिउँसो गाई भैँसी चराउने र बेलुकी फुटबल खेल्ने हुन्थ्यो। हाम्रो घर खोला र जङ्गल नजिकै थियो। जङ्गलको छेउबाट अरुण नदी कल कल बगिरहन्थ्यो। बर्खाको समय भने खोलाले विकराल रूप लिन्थ्यो। कहिलेकाहीँ त हाम्रो सानो खेत बगाएर लग्छ जस्तो लाग्थ्यो। खोलाको पहाडीपट्टि एउटा पिपलको रुख थियो। रातमा त्यो रुख निकै डरलाग्दो देखिन्थ्यो। त्यो रुखमा धेरै गाउँलेलाई तर्साएको भनेर भन्थे। मलाई त्यो कुरामा कहिले विश्वास लागेन, जबसम्म म आफैले भोगिनँ। बर्खायामको समय थियो, त्यसमाथि असारको झरी। त्यो समय लगातार 5 दिन पानी परिरह्यो। मलाई भने घर र खेत बगाएर लग्छ कि भनेर डर थियो। गाई भैँसीहरू पनि गोठमा पानी पसेकाले गर्दा यताउता गरिरहेका थिए। 5औं दिनको रात थियो। पानी अलिकति भए पनि रोकिएको थियो। आमा आत्तिँदै आउनुभयो। गोठबाट 2टा भैँसी फुत्केर भागेका रहेछन्। रातको समय, त्यसमाथि झरी, कहाँ खोज्न जानु भन्दै आमा फतफताइरहनु भएको थियो। मैले चिन्ता नगर्नु न, म खोजेर ल्याउँछु भनेर आमालाई भने। रातको समय नजा, भूतप्रेतले पछ्याउँछ भनेर आमाले मलाई भन्नुभयो। त्यस्तो भूतप्रेतलाई त म उचालेर पछाड्छु। यति भन्दै म टर्च बोकेर जङ्गलतिर गएँ। म टर्च बाल्दै भैँसीहरूलाई खोज्न थालेँ। मैले भैँसीको नाम रङ्गा र बद्री राखेको थिएँ। रङ्गा नाम मैले हिन्दी फिल्मको भिलेन जस्तो देखेर राखेको थिएँ। बद्री नाम चाहिँ हरिवंशको बद्री जस्तै देखिन्थ्यो र राखेको थिएँ। म जङ्गल थर्किने गरी बद्री, रङ्गा भन्दै कराउँदै गएँ। केही बेरपछि पानी फेरि पर्न थालेको थियो। अलिकति भित्र छिर्दै जाँदा रङ्गा र बद्रीलाई देखेँ।
दुईटै ठिङ्ग उभिएका थिए। यस्तो लाग्थ्यो रङ्गा र बद्री जङ्गल तल जान चाहन्थे, तर केही कुराले रोकिरहेको थियो। तलपट्टि त्यही पिपलको रुख थियो। म सरासर रङ्गा र बद्रीलाई तानेर लग्दै थिएँ। अचानक जङ्गलको तलबाट ठुलो आवाज आयो। त्यो आवाज कुनै ठुलो रुख ढलेको जस्तै थियो। पिपलको रुख पो ढल्यो कि भनेर मैले टर्च त्यतातिर फर्काएँ। टर्च फर्काउँदा मेरो सातो नै गयो। पिपलको रुख जस्ताको त्यस्तै थियो, तर रुख अगाडि एउटा सेतो मान्छे उभिएको थियो। त्यो सेतो मान्छे कुनै औसत मान्छे भन्दा 2 गुणा अग्लो थियो। एकछिन त कोही गोठालो होला भनेर मैले सम्झेँ, तर त्यो मान्छे हलचलहीन भएर उभिरहेको थियो। टर्च त्यता फर्काउने बित्तिकै बद्री र रङ्गा जोड जोडले कराउन थाले। मैले दुईटैलाई डोरीले कस्सेर पकडेँ। त्यसपछि टर्च फेरि तल पिपलको रुखतिर फर्काएँ। त्यहाँ कोही पनि थिएन। ठाउँको ठाउँमै त्यो मान्छे गायब भयो। मेरो मुटु चिसो भएर आयो। म हतार हतार बद्री र रङ्गालाई तानेर हिँड्न थालेँ। अचानक पछाडिबाट आवाज आयो। कुनै हात्तीको पाइला भुइँमा बजारेको जस्तै आवाज थियो। त्यो आवाज सुनेर बद्री र रङ्गा मभन्दा अगाडि दौडियो। म पनि डरले दौडिन थालेँ। त्यो पाइलाको आवाज पछि पछि आउन थालेको थियो। त्यो जङ्गलमा न त कुनै हात्ती आउन सक्थ्यो, न त कुनै बाघ भालु। मेरो पछाडि फर्केर हेर्ने आँटै आएन। भयभरको बल लगाएर म दौडिएँ। अन्त्यमा खोला कटेपछि त्यो आवाज शान्त भयो। बद्री र रङ्गालाई गोठमा बाँधेर म चुपचाप कोठामा आएँ। त्यो रात मैले आमालाई केही पनि भनिनँ। भोलिपल्ट गाउँमा हल्ला फैलिएको थियो। कसैले पिपलको रुख अघि भूत देखेको भनेर भन्यो। रातभर गाउँका कुकुरहरू पिपलको रुखतिर हेर्दै भुकिरहेका थिए। मैले जस्तै गाउँमा कसैले त्यो सेतो अग्लो मान्छेलाई देखेको रहेछ। तर त्यो देखेको कुरा मैले कसैलाई पनि भनिनँ। आज पहिलोपल्ट तपाईहरूलाई सुनाउँदैछु। त्यो घटनापछि म कहिले पनि रातमा बाहिर निस्किनँ। मलाई अझै पनि भूत हुन्छ भनेर 100% जति विश्वास त लाग्दैन, तर पनि त्यस्तो अलौकिक घटना भयो भने त्यस्तो चिजबाट टाढै रहन्छु। दोस्रो घटना। यो घटना चाहिँ मसँगै काम गर्ने भाइसँग घटेको हो। उसले मलाई सुनाएको हो। उसँग पनि सानो छँदा म जस्तै डरलाग्दो घटना घटेको रहेछ। उसको घर रौटहट हरिहरपुर। ऊ मभन्दा उमेरले 7 वर्षले कान्छो छ। उसको नाम दिनेश महत हो। दिनेश एउटा साधारण घर परिवारमा जन्मेको थियो। खाना लाउन ठिक्क गरी पुग्थ्यो। उसको घर पनि जङ्गल नजिकै थिएछ। बेला बेला बाख्रा चराउन ऊ जङ्गलतिर जान्थ्यो। जङ्गलको अलि भित्र एउटा ठुलो रुख थियो। धेरै मान्छेहरू त्यो रुखदेखि डराउने गर्थे। दिउँसो वस्तुभाउ चराउन सबैजना जङ्गल जान्थे। तर जसै रात पर्थ्यो जङ्गल सुनसान हुन्थ्यो। गाउँलेहरू बाघ भालु भन्दा पनि धेरै जसो त्यो रुखसँग डराउँथे। त्यो रुखमा आत्मा बसेको छ भनेर गाउँलेहरू भन्ने गर्थे। धेरै वर्ष अघि कल्याणी नाम गरेकी एउटी महिलाले पासो लगाएर आत्महत्या गरेकी थिइन्। त्यो दिनदेखि त्यो रुख वरिपरि अनौठो घटनाहरू घट्न थालेका थिए। कतिले त कल्याणीको आत्मा समेत देखेको कुरा गर्थे। एकपटक त रुखको हाँगाहरू अप्रत्याशित तरिकाले झरेर 3 जना गोठालाहरूलाई घाइते बनाएका थिए। त्यसपछि त्यो रुख वरिपरि कोही पनि जाँदैन थियो। दिनेश सानै थियो। उसले रुख भुताहा छ भनेर सुनेको त थियो,
तर कल्याणीले आत्महत्या गरेकी थिइन् भन्ने कुरा उसलाई थाहा थिएन। त्यसैले बेला बेला के रहेछ त्यो रुखमा भनेर ऊ नजिक जान्थ्यो अनि गुरुरु दौडेर फर्किन्थ्यो। त्यो जङ्गल नजिकै उनीहरूले फुटबल ग्राउन्ड बनाएका थिए। दिनेश धेरैजसो त्यही खेल्न जान्थ्यो। अझ गर्मीको मौसममा साँझ ढिलो पर्ने गर्थ्यो। त्यो समय ऊ अबेरसम्म खेल्थ्यो। एक दिन ऊ बाख्रा चराउन जङ्गल नजिकै निस्केको थियो। शनिबारको दिन थियो। स्कुलहरू छुट्टी भएको कारण सबै बच्चा बच्चीहरू फुटबल खेल्न ग्राउन्डमा निस्केका थिए। त्यो देखेर दिनेशलाई पनि उनीहरूसँगै खेल्न मन लाग्यो। बाख्रालाई छेउमै बाँधेर ऊ खेल्न गयो। खेल्दा खेल्दै साँझ झमक्क परेको उसलाई याद नै भएन। त्यतिखेरसम्म बाख्राले डोरी चुडाएर जङ्गलभित्र हराइसकेको थियो। ऊ हतार हतार बाख्रा खोज्न थाल्यो। रातसम्म बाख्रा फर्काएन भने उसको आमा बुवाले निकै गाली गर्नुहुन्थ्यो। त्यही डरले ऊ घर फर्कन चाहिरहेको थिएन। झिसमिसे साँझ भइसकेको थियो। न त पुरै उज्यालो थियो न त पुरै अँध्यारो। कुनै चिज देख्न त सकिन्थ्यो तर राम्रोसँग ठम्म्याउन सकिन्थेन। ऊ बाख्रा खोज्दै खोज्दै त्यो रुख नजिकै पुग्यो। रुख नजिकै पुग्ने बित्तिकै उसलाई अचानक चिसो महसुस भयो। र भए पनि ऊ डराउँदै वरिपरि हेर्न थाल्यो। अचानक रुख पछाडिबाट आवाज आयो। सायद बाख्रा होला भनेर ऊ हेर्न गयो। रुख पछाडि पुग्दा उसको सातो नै गयो। रुखमाथि एउटा शरीर झुन्डिरहेको थियो। त्यो शरीर एकदम कालो थियो। महिला पुरुष छुट्याउनै नसकिने गरी। झुन्डेको शरीर देखेर दिनेश तर्सिएर भुइँमा डङरङ्ग लड्यो। त्यो कालो शरीर झुला जस्तै हल्लिरहेको थियो। दिनेश डरले लगलगी काँपिरहेको थियो। उसले चिच्याउन खोजेको थियो तर आवाज नै निस्किएन। ऊ जसो त्यसो उठेर हावाको रफ्तारमा दौडियो। पछाडि फर्केर हेर्ने उसको आँट नै आएन। बाख्राको माया मारेर ऊ घर पुग्यो। घर पुग्दा त बाख्राहरू अगाडि नै खोरमा थिए। घर किन ढिला आएको भनेर उसको आमा बाबाले उसलाई गाली गर्नुभयो। उसले आफूसँग घटेको त्यो घटना कसैले पनि सुनाएन। पछिबाट उसले थाहा पायो त्यो रुखमा हरेक शनिबार तर्साउँदो रहेछ। कल्याणीले आत्महत्या गरेको दिन पनि शनिबार नै थियो। त्यसपछि ऊ त्यो रुख नजिक जान छाड्यो। अझ रातमा त जङ्गलदेखि परे बस्न थाल्यो। नमस्कार, मेरो नाम दिपा राई हो। अहिले हामी युकेमा बस्छौँ। युके आएको करिब 10 वर्ष जति भयो। मेरो एउटी छोरी छे। उसको नाम सोफिया हो। उनी पनि अहिले 10 वर्षकी भएकी छिन्। नेपालमा रहँदा सोफिया मेरो गर्भमै थिइन्। मेरो श्रीमान र म त्यो समय धरानमा बस्थ्यौँ। मलाई जिन्दगीमा सबैभन्दा धेरै माया लाग्ने मेरी छोरी सोफिया र मेरो श्रीमान हो। उनीहरू बिना म बाँच्छु जस्तो पनि लाग्दैन। मलाई पनि उहाँहरू दुवैजनाले धेरै माया गर्नुहुन्छ। कहिलेकाहीँ मेरी छोरी सोफियासँग खेल्दै गर्दा नेपालमा घटेको त्यो घटना आँखामा झलझली आउँछ। त्यो घटनाले मलाई समय समयमा ऐठन दिइरहन्छ। कति पटक त मेरी छोरीलाई अँगालोमा बाँधेर रोएकी पनि छु। कुरा हो 10 वर्ष अगाडिको। 2072 सालको भूकम्पले पुरै देश नै हल्लाएको थियो। हजारौं मान्छेहरू मरेका थिए। त्यो समय म गर्भवती थिएँ। त्यसैले मनमा डर पलाइरहन्थ्यो, कतै मेरो पेटको बच्चालाई त केही हुँदैन भनेर। मेरो श्रीमानले त्यो समय घर बाहिर चौरमा मेरो लागि आराम गर्ने ठाउँ बनाइदिनु भएको थियो। बिस्तारै समय बित्दै गयो। भूकम्पको समाचारले मेरो दिमागमा नकारात्मक असर पुग्न थालेको थियो। त्यसैले मैले समाचार नै हेर्न छाडेँ।
2072 साल भदौतिरको कुरा हो। दसैँ नजिक आउँदै थियो। यो पटक घरमै बसेर मनाउने भनेर हामीले सोचेका थियौँ। तर अचानक गाउँबाट फोन आयो। ससुरा बुवालाई निकै गाह्रो परेको खबर आयो। त्यो खबर सुन्ने बित्तिकै मेरो श्रीमान गाउँ जान तयार हुनुभयो। उहाँले मलाई घरमा आराम गर्नु भनेर भन्नुभयो। तर मलाई भने बिरामी ससुरा बुवालाई हेर्न नजानु मनले मानेन। अझ तलमाथि केही भइहाले सासु आमालाई सम्हाल्ने कोही पनि थिएन। मेरो श्रीमान परिवारको एक्लो छोरा हुनुहुन्थ्यो। त्यो समय म 7 महिनाको पहिलो हप्तामा थिएँ। हामी दुवैजना जानलाई तयार भयौँ। मेरो श्रीमानको गाउँ अलि टाढा थियो। गाडी पुग्ने ठाउँ धेरै थिएन। गाडीबाट उत्रेर करिब 45 मिनटको जङ्गलको बाटो हिँड्न पर्थ्यो। तल्लो बाटो बिग्रेर बन्द भएको कारण त्यो दिन हामी उकालोबाट ओह्रालो झर्यौँ। जङ्गलको बाटो त्यसमाथि ओह्रालो थियो। मलाई बेला बेला आएर गल्ती पो गरेछु कि जस्तो लाग्न थाल्यो। ओह्रालो बाटोमा कतै चिप्लिए भने मेरो बच्चालाई त केही हुँदैन नि भनेर मनमा चिन्ता लाग्न थालेको थियो। जङ्गलको बाटो काट्न करिब 30 मिनट जति लाग्थ्यो। मेरो श्रीमानले मलाई हातमा समात्दै थामिरहनु भएको थियो। दिउँसोको करिब 4 बजेको थियो। जङ्गलमा छिर्ने बित्तिकै मेरो मुटु चिसो भयो। धेरै पहिले मेरो बाबा आमाले भन्ने गर्नुहुन्थ्यो, खोला नाला र जङ्गल काट्नु अघि ध्यान दिनुपर्छ। कुनै हात हतियार छ भने त्यसले बाटो कटाउनुपर्छ अनि मात्र हिँड्नुपर्छ। मलाई त्यस्तो कुरामा विश्वास लाग्दैन थियो। त्यो दिन पनि मैले वास्ता गरिनँ। सायद त्यो नै मेरो एकदम ठुलो गल्ती थियो। करिब 5 मिनट जति हिँडेका थियौँ। त्यतिकैमा म फतक्कै गलेकी थिएँ। मेरो श्रीमान छक्क पर्दै मलाई हेरिरहनु भएको थियो। तर उहाँले केही पनि बोल्नु भएन। उहाँको अनुहारबाटै प्रष्टै चिनिन्थ्यो। मलाई मनमा नै नराम्रो लाग्न थालेको थियो। मैले गर्दा मेरो श्रीमानलाई ढिला भइरहेको थियो। त्यो जङ्गलको बाटो नै निकै अप्ठ्यारो थियो। एक त ओह्रालो, त्यसमाथि चुच्चो ढुङ्गाहरू थिए। जङ्गल पुरै शान्त थियो। उहाँ र म हिँडेको आवाज पुरै जङ्गलभरि गुन्जिरहेको थियो। उहाँले बेला बेला बिस्तारै हिँड है भनेर भन्नुहुन्थ्यो। त्यो समय मलाई के भएको थियो कुन्नी उहाँले बोलेको सुन्दा एकदम रिस उठिहाल्थ्यो। हिँडेको 10 मिनट पुग्दा म असिन पसिन भइसकेकी थिएँ। सास बढेको बढै थियो। मलाई अब हिँड्न सक्दिनँ जस्तो लागिरहेको थियो। उहाँले मेरो हात समात्दै धेरै टाढा छैन, अब बिस्तारै हिँड भन्नुभयो। उहाँको आवाज सुन्ने बित्तिकै मेरो रिस शिरको टुप्पोमा पुग्यो। मैले झर्किँदै बोले, तपाईँ धेरै नबोल्नु, मलाई यहाँ कति गाह्रो भएको छ, तपाईँलाई के थाहा। मेरो हात छोड्नु, तपाईँ अगाडि जाँदै गर्नुहोस्, म बिस्तारै आउँछु। म झर्केको देखेर उहाँ एकछिन चुपचाप ठिङ्ग उभिनुभयो। त्यसपछि केही नबोली बिस्तारै अगाडि हिँड्नुभयो। केही छिनपछि मलाई आफै माथि रिस उठ्न थाल्यो। उहाँको त केही गल्ती पनि थिएन। उहाँ अगाडि अगाडि हिँडेर पछाडि फर्किँदै मलाई बेला बेला हेरिरहनुहुन्थ्यो। बीच बाटोमा अचानक मेरो पछाडिबाट आवाज आयो। कोही मान्छेको पाइलाको आवाज जस्तै थियो। मैले तुरुन्तै पछाडि फर्केर हेरेँ, तर पछाडि कोही पनि थिएन। मलाई मनमा कता कता डर लाग्न थालेको थियो। मैले वास्ता नगरे चाहिँ बिस्तारै हिँडेँ, तर फेरि पछाडिबाट पाइलाको आवाज आयो। मेरो मुटु नै रोकिएला जस्तो भयो। मैले मेरो श्रीमानलाई बोलाएँ, सुन्नुहोस् त, मेरो पछाडि कोही मान्छे छ। उहाँले मेरो पछाडि हेर्नुभयो अनि भन्नुभयो, कोही पनि छैन त, किन र, के भयो? मैले केही पनि होइन भनेर भने। त्यसपछि उहाँ फेरि हेर्न थाल्नुभयो। मलाई एकदमै धेरै
डर लागिरहेको थियो। हिँड्नलाई पाइला नै चलिरहेको थिएन, जबरजस्ती हिँडिरहेकी थिए। अचानक मेरो ढाड एकदम दुख्न थाल्यो। कुनै भारी चिज मेरो काँधमा भिरेको जस्तै भयो। मैले चिच्याउँदै मेरो श्रीमानलाई बोलाएँ। उहाँ आत्तिँदै आउनुभयो। त्यो ढाडको दुखाइ सर्दै सर्दै मेरो पेटसम्म पुग्यो। दुखाइ सरेको मैले महसुस गरिरहेकी थिएँ। के भयो दिपा भन्दै मेरो श्रीमान नजिक आउनुभयो। मेरो दुखाइ यति साह्रो भयो कि मलाई चक्कर लाग्यो। त्यो बेलाको दुखाइ कुनै लेबर पेन भन्दा कम थिएन। मेरो श्रीमानले मलाई 2 हातले अठ्याउनु भयो। मैले आँखा वरिपरि जङ्गल घुमेको देखेँ। बिस्तारै अँध्यारो छायो अनि म बेहोस भएँ। बेहोस हुनुअघि मेरो कानमा कुनै सानी नानी रोएको आवाज आएको थियो। करिब आधा घन्टापछि मेरो आँखा खुल्यो। म मेरो श्रीमानको काखमा ढल्केर बसेकी थिएँ। उहाँले मेरो कपाल सुमसुम्याउँदै हुनुहुन्थ्यो। म बिउजेको देखेर उहाँको आँखामा चमक देखियो। हामी अझै पनि जङ्गलमै थियौँ। उहाँलाई देख्ने बित्तिकै म रुन थालेँ। अगाडि घटेको घटनाहरू सबै सुनाएँ। मेरो पेट अझै पनि दुखिरहेको थियो। उहाँले मलाई निकै मायालु शब्दहरूले शान्त बनाउनु भयो। उहाँ जस्तो श्रीमान पाएकीमा आफैलाई भाग्यमानी ठानिरहेकी थिए। त्यो समय मेरो पेटको बच्चालाई केही नहोस् भनेर म एकदम चिन्तित थिएँ। उहाँले मलाई बोकेर आधाभन्दा धेरै बाटो कटाइसक्नु भएको रहेछ। अब जङ्गल कट्न करिब 5 मिनट जति टाढा पर्थ्यो। त्यसपछि हामी बिस्तारै अघि बढ्यौँ। त्यो बिचमा 2-3 पटक रोएको आवाज मेरो कानभरि गुन्जिरहेको थियो। हामी 4 बजे जङ्गल पसेका थियौँ। करिब 5:30 हुँदा घर पुग्यौँ। घर पुग्ने बित्तिकै म आराम गर्न बसेँ। ससुरा बुवाको अवस्था निकै गम्भीर थियो। उहाँलाई अल्सरको समस्या थियो। त्यही समस्या पछि गएर क्यान्सर भएको थियो। सासु आमाले मलाई आराम गर्ने कोठा मिलाइदिनु भएको थियो। मेरो श्रीमान भने ससुरा बुवाको रेखदेख गर्न बस्नुभयो। करिब 6-7 बजे आराम गरिसकेर म सासु आमालाई सघाउन भान्सामा गएँ। मेरी सासु आमा आफ्नै आमा जस्तै हुनुहुन्थ्यो। उहाँ मलाई धेरै माया गर्नुहुन्थ्यो। मेरो ख्याल पनि राख्नुहुन्थ्यो। म भान्सामा पस्ने बित्तिकै उहाँले तिमी किन आए कि जाउँ जाउँ आराम गर थाकेकी होलौ भनेर भन्नुभयो। म केही पनि हुँदैन भनेर आमाको छेउमै बसेर बुढी केलाउन थालेँ। आमासँग कुरै कुरामा दिउँसो घटेको घटना सुनाएँ। त्यो सुन्ने बित्तिकै आमा पनि तर्सिनुभयो। आमाले त्यो जङ्गलको बारे झन् डरलाग्दो कुरा सुनाउनु भयो। वैशाखतिरको कुरा हो। एउटी महिला र उसकी छोरी घाँस दाउरा लिन जङ्गलमा गएका थिए। त्यो त्यही जङ्गल थियो जहाँबाट हामी आएका थियौँ। उनीहरू 2 जना फर्किँदै थिए। अचानक चराचुरुङ्गीहरू कराउन थाले। रुखहरू हल्लिन थाले। भुइँचालो आएको थियो। भुइँचालो आयो भनेर छोरी चिच्याउँदै दौडिन्। दौडिँदा दौडिँदै उसको खुट्टा चिप्लिएर चुच्चो ढुङ्गामा परिन्। ढुङ्गा उसको ठिक टाउको पछाडि ठोकिएको थियो। उसले ठाउँको ठाउँ ज्यान गुमाइन्। उसको आमाले रुँदै कराउँदै छोरीलाई घरसम्म लगिन्। अस्पताल पुर्याउनु अघि नै छोरीको मृत्यु भइसकेको थियो। त्यो घटनापछि जङ्गलमा मान्छेहरू प्राय जान छाडेका थिए। अझ त्यो बाटो त हिँड्दै हिँड्दैन थिए। कतिले त बीच बाटोमा तर्साउँछन् भनेर भन्न थालेका थिए। ती नानी अकालमै मरेका कारण उसको आत्मा भड्किरहेको छ भनेर हल्ला फैलिएको थियो। रातमा रोएको आवाज जङ्गलभरि गुन्जिन्छ भनेर गाउँलेहरू भन्थे। आमाले यति भन्नुहुँदा मेरो सातो नै गइसकेको थियो। कतै मसँग घटेको घटना त्यो आत्मा त होइन भनेर मनमा नै डराएकी थिए। त्यो रात
थाकेकी कारण म चाँडै निदाएँ। आमा र मेरो श्रीमान भने ससुरा बुवालाई हेर्न उहाँको नजिकै रातभर बस्नुभयो। आधा रातमा अचानक मलाई घुटन महसुस भयो। पेट बेसरी दुख्न थाल्यो। मैले आँखा खोलेँ। आँखा खोल्दा मेरो सातो नै गयो। एउटी कुर्ती लगाएकी सानी केटी मेरो पेटमा हात हालेर आन्द्रा निकाल्दै थिइन्। उसले त्यो आन्द्रा निकालेर खाँदै थिइन्। म रुँदै चिच्याउन खोजेँ तर आवाज निस्किरहेको थिएन। मेरो बच्चालाई छोड भनेर म कसेर चिच्याउन खोजिरहेकी थिएँ। त्यो केटीको मुखभरि रगतै रगत थियो। मेरो आँखाबाट आँसु मात्र बगिरहेको थियो। अचानक ढोकाबाट ससुरा बुवा लौरो टेक्दै आउनुभयो। उहाँले मेरो आन्द्रा खाँदै गरेको केटीलाई देख्नुभयो अनि लौरोले पिट्न थाल्नुभयो। लौरोले पिट्ने बित्तिकै त्यो केटी रुन थालिन्। त्यो रोएको आवाज ठुलो ठुलो हुँदै गयो। हेर्दा हेर्दै ससुरा बुवा पिलिक्क बिलाउनुभयो। म पनि जसो त्यसो गरेर बिउजिएँ। बिउजिँदा मेरो शरीर पसिनाले नित्रुक्कै भिजेको थियो। मैले ढोकातिर हेरेँ। ढोका बन्द थियो। पल्लो कोठाबाट रोएको आवाज आयो। म हत्तपत्त उठेर पल्लो कोठामा गएँ। अर्को कोठामा पुग्दा थाहा भयो ससुरा बुवाले संसार त्यागिसक्नु भएको थियो। मेरो श्रीमान आमालाई सम्हालिरहनु भएको थियो। आमा डाको छोडेर रोइरहनु भएको थियो। बिहानको करिब 1:30 बजे ससुरा बुवाले संसार छाड्नुभयो। त्यसपछि बाँकीका दिनहरू हामीले कसरी कटायौँ मलाई त्यति याद नै छैन। हामी सबै दुखी थियौँ। दुःखमा म कति रोएँ के गरेँ मलाई धेरै याद नै भएन। तर चिन्ता बसेको रात भने म कहिले भुल्न सक्दिनँ। चिन्ता बस्दा सबै कुरा स्पष्ट भयो। हामी गाउँ आएको दिन जङ्गलबाट फर्कदा नराम्रो आत्मा हामीसँगै आएको रहेछ। घरमा पस्ने बित्तिकै ससुरा बुवाको डुलिरहेको आत्माले थाहा पाएको रहेछ। ससुरा बुवाको पहिलेदेखि नै नाति नातिना हेर्ने इच्छा थियो। जुन रात मलाई ऐठन परेको थियो त्यो रात आत्माले मेरो बच्चालाई लग्न आएको रहेछ। तर ससुरा बुवाको आत्माले लग्न नदिएको रहेछ। ससुरा बुवाले जाँदा जाँदै नराम्रो आत्मालाई लगेर मेरो बच्चाको आत्मा फर्काइदिनु भएको रहेछ। त्यो ऐठन परेको कुरा मैले कसैलाई पनि सुनाएकी थिइनँ। चिन्ता बसेको रात धामीले सबै कुरा सुनाइदियो। त्यो सुनेर म तिनछक्क परेकी थिएँ। मैले ससुरा बुवालाई मनमा नै धेरै धन्यवाद दिएँ। त्यो दिन सम्झदा अहिले पनि डर लागेर आउँछ। सोफियालाई समय समयमा ससुरा बुवाको फोटो देखाउँछु। सानो छँदा ऊ ससुरा बुवालाई सेन्टा क्लज जस्तै हुनुहुँदो रहेछ भनेर भन्थिन्। हुन त उहाँ मेरो छोरीको लागि कुनै भगवान भन्दा कम हुनुहुन्थेन।